नारदजीले ज्ञान यज्ञ गर्छु भन्दा सनक सनन्दनहरू सहमत हुनुभयो। अब यो ज्ञान यज्ञ यो भागवत आयोजन नारदजीले र सनकादिक मुनिहरूले कहाँ कुन ठाउँमा कसरी कहिलेदेखि र कति श्रोता हुनुहुन्थ्यो कति भक्ता हुनुहुन्थ्यो कहाँ कहाँ बोलाउनु भयो को आउनु भयो र त्यो कथालाई सुनेर भक्ति ज्ञान वैराग्यलाई के भयो भन्ने चाहिँ टु बी कन्टिन्यू भोलि श्रवण गर्न पाउनेछौँ। भन्नुहोस् राधा कृष्ण भगवानको सच्चिदानन्द भगवानको श्री कृष्ण चन्द्र भगवानको। अब यो कथा भोलि हामीहरूले विस्तारले बुझ्नेछौँ है। हुन्छ भन्नुस् न, मसँग डर लागेको, म त यही गाउँको हो त है, डराउनु पर्दैन। भन्नुस् न राधे राधे। र एउटा विशेष सूचना के छ भने हाम्रो यस भागवती पण्डालमा 7 तारिक यहाँ यज्ञोपवीत उपनयन संस्कार छ र हामीले त्यो उपनयन संस्कारमा यही भट्टराई कुलबाट 4 जना हुनुहुन्छ, 1-2 जना अरु पनि हामीले सूचना पाएका छौं। मलाई आज स्वयं आएर मलाई भन्नु भएको छ र त्यस्तै कोही व्यक्ति हुनुहुन्छ जसको उपनयन भएको छैन, यदि गाउँमा पनि कोही हुनुहुन्छ र उपनयन गर्ने यज्ञोपवीत संस्कार गर्ने विचार गर्नुहुन्छ भने उहाँहरूले आएर हजुरहरूले आएर मलाई स्वयंलाई भन्नुहोस्, सम्पर्क गर्नुहोस्। सुलभ छ, यति सुन्दर पवित्र स्थान अन्यत्र कहीँ भेटिँदैन नि। मैले पनि यज्ञोपवीत संस्कार जब हाम्रो मन्दिरमा भएको थियो नि त्यही बेला त्यो भागवत पुराणको बेलामा गरेको थिए। त्यतिखेर यज्ञोपवीत संस्कार गर्दाखेरि गुरुजीलाई जसले मलाई पढाउनु भयो तिनै गुरुजीलाई मैले देखेर त्यही दिन मैले ठानेको थिएँ कि म पनि यस्तै आसनमा बसेर यसरी नै भागवत सुनाउँछु भन्ने त्यो बाल्य अवस्थामा मन्दिरमै मैले सोचेको थिएँ। थाहा थिएन के सोचेको हो, सानो थिए, 9 वर्ष 10 वर्ष यस्तै कतिको थिए। एम स्कुल कि यही पुवेरुन स्कुलमा कहाँ पढ्थेँ थाहा छैन, अलिक याद छैन, तर मैले त्यही दिन सोचेको थिएँ त्यो यज्ञोपवीत संस्कार हुँदा। तर परमात्माको कृपाले आज त्यो सिद्ध भएको छ। त्यही भएर यस्तो यज्ञ यो कुनै सामान्य यज्ञ होइन, यो भगवानको ठुलो यज्ञ हो। यस्तो यज्ञमा बटुकहरूको हामीले यदि बालकहरूको यज्ञोपवीत संस्कार गर्यौं भने नि केवल उनीहरूलाई त्यो छ डोरी भएको जनाई मात्रै जनेऊ मात्रै दिएको होइन, उनीहरूको मन मस्तिष्क पनि पवित्र हुन्छ र उहाँहरूले पनि केही मेरो जस्तै लक्ष्य राख्न उहाँहरू सक्षम हुनुहुन्छ। त्यसैले यस्तो पवित्र स्थानलाई नगुमाऊ, यो पवित्र मुहूर्तलाई नगुमाऊ। यदि कोही छन् भने निसंकोच आएर भन्न सक्नुहुन्छ यो भट्टराईको यज्ञ होइन, हाम्रो यज्ञ हो, हजुरहरूको यज्ञ हो। आनन्दको साथमा केही नै चाहिँदैन, केही नै लाग्दैन, आएर हजुरले यज्ञोपवीत संस्कार गर्न सक्नुहुनेछ। भन्नुहोस् राधा कृष्ण भगवानको सच्चिदानन्द भगवानको आजको आनन्दको। यति भन्दै आजको यो सायंकालीन सत्र कुनै परमप्रभु परमात्मा भगवान श्री कृष्णको चरणमा अर्पण गर्दै म मेरो वाणीलाई विराम दिन्छु। अब केही भजनहरू ज्ञानमाला पूज्य सद्गुरुदेवले आफ्नो सुमधुर वाणीले यहाँ चलाउनु हुनेछ। हजुरहरूको सम्मुख आएर ज्ञानमालालाई सुचारू गर्नुहुन्छ र यति भन्दै म मेरो वाणीलाई कुनै परमप्रभु परमात्माको चरणमा अर्पण गर्छु र विराम दिन्छु। जय श्री राधे, जय श्री कृष्ण। बोली बोली
यस्तै लोक